एभ्रीवान। आज चाहिँ म हेमा दिदीको भिडियोमा भोइस कभर गर्दैछु। उहाँ चाहिँ हुनुहुन्छ मेरो हेमा दिदी, भिडियो बनाउनु एक्लै, अनि उनीहरू चाहिँ मेरो हेमा दिदीको साथीहरू हो। आज चाहिँ मेरो दिदीहरूको विदाई कार्यक्रम थियो, त्यही भएर दिदीहरू कलेज जानु भएको थियो। यहाँ देख्न सक्नुहुँदैछ कति धेरै विद्यार्थीहरू हुनुहुन्छ। आज चाहिँ सबैजना रुनु पर्ने ठाउँमा हाँस्दै हुनुहुन्छ। यहाँ चाहिँ मेरो दिदी सरको हातबाट टिका लगाउनु हुँदैछ अनि हेड सरले माला लगाइदिनु हुँदैछ। यो चाहिँ रुद्राक्षको माला हो। उहाँहरूलाई चाहिँ यति मात्रै उपहार दिनुभएको छ कलेजदेखि। खोइ साथीहरूको चित्त बुझेन क्या हो, मुख बिगार्नु हुँदा होइन रहेछ। उहाँहरूको चाहिँ निधारको टिका ठुलो भएर चित्त नबुझेको रहेछ अनि धेरै गर्मी भएर। अब चाहिँ फोटो खिच्ने क्रम सुरु हुनु लागेको छ। उहाँहरू चाहिँ सबैजना विदाई कार्यक्रममा आउनु भएको हो। मेरो दिदी चाहिँ यहाँ कुनामा हुनुहुन्छ, देख्न सक्नुहुनेछ। यता चाहिँ फोटो खिचिदिने दिदीहरू हुनुहुन्छ, मतलब मेरो दिदीसँग एउटै ब्याचमा पढ्ने उहाँको साथीहरू। अब चाहिँ देख्न सक्नुहुँदैछ फोटो खिच्ने कार्यक्रम सकेर सबैजना छरिनु भएको छ अनि यहाँ चाहिँ नाचगान कार्यक्रम हुँदैछ। उहाँ टोपी लगाउने सर चाहिँ क्याम्पसको हेड सर हुनुहुन्छ। उहाँ चाहिँ सबै विद्यार्थीसँग मिलेर नाच्दै हुनुहुन्छ। यतिको मिल्ने सर चाहिँ क्याम्पसमा हुनुपर्छ। यहाँ देख्न सक्नुहुँदैछ उहाँहरू चाहिँ मेरो हेमा दिदीसँग सँगै पढ्नुहुने उहाँको साथीहरू हो। यहाँ चाहिँ हेमा दिदी पनि नाच्नु हुँदैछ। उहाँहरू चाहिँ यति धेरै नाच्नु भएको, खुट्टा पनि दुखेन के हो। हेमा दिदीलाई नाच्नु पुगेर फर्किँदै हुनुहुन्छ। उहाँको साथीको मेडल माग्दै हुनुहुन्छ, तर उहाँको साथीहरूले दिनु भएन। यहाँ चाहिँ खाजा खाने विद्यार्थीहरू हुनुहुन्छ। कोही चाहिँ खाजा खाएर फर्किसक्नु भएको छ, कोही चाहिँ भर्खर खाजा खानु आउँदै हुनुहुन्छ। तर मेरो हेमा दिदीले चाहिँ खाजा खानु भएन, किनभने हेमा दिदीलाई चाहिँ चिउरा मन पर्दैन। यो चाहिँ हेमा दिदीको कलेजको गेट हो। अब चाहिँ हेमा दिदी एक्लै रुमतिर जानु हुँदैछ उहाँको उपहार देखाउँदै। थ्याङ्क यू फर वाचिङ एभ्रीवान।